हेलो गाइज नमस्ते। धेरै दिन भयो भिडियो नबनाएको है। ल आजको अपडेट देखाउँछु तपाईँहरूलाई। अहिले धेरै टाइम छैन, त्यही पनि फास्टमा देखाइदिन्छु तपाईँहरूलाई। अहिले वेबसाइटमा के अपडेट आएको छ हैन, त्यसको सोर्स कोडहरू चाहियो भने तपाईँहरूले मेसेज गर्न सक्नुहुन्छ। ओके जस्तै यहाँ हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यहाँ भयो हैन। वेबसाइट ओपन गरेर यसमा धेरै अपडेट आइसकेको छ, त्यो पनि तपाईँले सर्टली म देखाइदिन्छु हैन। यहाँ जस्तै एपीएस एक्जाम भयो। अहिले हामी काम गर्दैछौँ, एक्जाम अनलाइन क्लास गर्न लाग्छौँ। सो एक्जाम सेसन गराउनु छ। सो मैले यो बनाएँ, टेक्स्ट टु स्पिच एप बनाएँ। यो भनेको अहिले डेभलपिङ फेजमा छ है। यो रिज्युमे डेभलपिङ यो भनेको यो सब काम गर्छ है। सबै कलर पिकर यताउता सबै काम गर्छ। फर्स्ट अफ अल आज जोइन हुनुको रिजन भने तपाईँले यो देखाउनलाई है, इपिएस एक्जाम छ हैन, यो कसरी काम गर्छ यहाँ देखाउनलाई तपाईँहरूले खोले। ओके यहाँ भयो। त्यस्तै यहाँ सेक्सनहरू छ। प्रोफाइल भयो, प्रोफाइल सेक्सनमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ जस्तै यहाँ प्रोफाइल भयो। ओके यहाँ सबै एडिट गर्न पाउनुभयो। तपाईँहरूले ब्याक जानुभयो भने यहाँ मोडल सेट आयो। मोडल सेटमा जानुहुन्छ भने यहाँ मोडल सेट एड गर्न मिल्छ। मोडल सेटको नाम हैन, त्यसपछि म्याक्सिमम क्वेसन कतिवटा राख्ने, ड्युरेसन कति राख्ने हैन, त्यो भयो। एक्टिभ इनएक्टिभ गर्न मिल्छ। सो यहाँ छ अहिले मैले दुईवटा एड गरेको छु, एउटा टेस्ट एउटा सेट 1। आज भनेको सेट 1 को प्रेजेन्टेसन दिने हो। सो मैले यो बनाएको, यसमा धेरै चेन्जेस मैले गरेँ हेर्नुहोस्। 24 आवर नै काम गरेको छु लगभग है। अब थोरै त सुत्नु परिहाल्यो, तर म्याक्सिमम काम गरेको छु। सो यहाँ 1 आवर नगर्नुपर्ने है। म यसलाई मोडिफाई गरेर 60 मिनटभन्दा पनि कति मिनट चाहियो हामीलाई, 50 मिनट हो आई थिङ्क। ओके 50 मिनट राखेँ, यसलाई अपडेट गरिदिन्छु। ल 50 मिनट राख्यो। ओके मोडिफाई सक्सेसफुली भन्यो। अब त्यसपछि म तपाईँले देखाइदिन्छु। यसमा क्वेसनमा जानुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ। क्वेसन एड गर्ने फङ्सनालिटी भनेको यस्तो छ हैन। क्वेसन नम्बर भयो नि, त्यसपछि हेडिङ, क्वेसनको पनि हेडिङ हुन्छ हैन। हेडिङ भयो, त्यसपछि क्वेसन भयो, अनि क्वेसनमा के राख्ने, अडियो राख्ने, इमेज राख्ने। यहाँ ड्र्याग गर्नुहुन्छ, अटोमेटिक यहाँ चुज गरिहाल्छ कुनमा राख्ने। त्यसपछि अप्सन एबिसिडी छ हैन। अनि म यहाँ 40वटा क्वेसन अलरेडी एड गरिसकेको छु, हेर्न सक्नुहुन्छ है। यहाँ हेर्न सक्नुहुन्छ 40वटा क्वेसन अपलोड गरिसकेको छु। यसमा इमेज अडियो फाइलहरू सबै छ है। यहाँ अट्याचमेन्ट भनेको यो अडियो फाइलहरू। जस्तै म यसको अब भ्यू देखाउँछु तपाईँहरूले कस्तो आउँछ है प्रेजेन्ट गर्नलाई। ओके यहाँ है। ओके यहाँ डाइरेक्ट प्रेजेन्टमा गएँ है। ओके प्रेजेन्ट गर्दाखेरि यस्तो भ्यू आउँछ है। जस्तै यहाँ तपाईँको हेडिङ भयो हैन, त्यसपछि क्वेसन्स भयो, अनि क्वेसनमा इमेज छ भने यस्तरी इमेज भयो हैन। अनि यो वाटरमार्क पनि मैले छुट्टै लोगो राखेर अटोमेटिक हरेक यसमा युज हुने हरेक पिक्चरमा वाटरमार्कले हालिदिन्छ है। त्यसको कोडहरू पनि चाहियो भने भन्न सक्नुहुन्छ। त्यसपछि यहाँ अप्सन भयो, यो टिक लाउने हैन, जस्ट प्रेजेन्टको लागि हो। त्यसपछि सो एन्सर हुन्छ। सो एन्सरमा क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ एन्सर देखाउँछ है यसरी। अनि त्यसपछि फुल स्क्रिन मोड पनि गर्न पाउनुहुन्छ। फुल स्क्रिन गरेपछि सबैतिरबाट फुल स्क्रिन हुन्छ यसरी हो। अब नेक्स्ट गरेपछि अर्को क्वेसन आउने हो। अनि यहाँ क्लिक गरेपछि यसरी फुल स्क्रिनमा आउने इमेज। यो पनि फङ्सन सबै मोडिफाई गरेको, डार्क मोड लाइट मोड सबै छ है। ल यो बनाएको मैले आजको प्रेजेन्टेसनको लागि। ओके थ्याङ्क यू फर मोर अपडेट फ्लोस। ओके।